हजुर सबैजनालाई इलोहिम परमेश्वरको नाउँमा जय मसीह अनि नमस्ते भन्न चाहन्छु। आजको हाम्रो वचनको शीर्षक छ विश्वास। आज जुन विश्वास भन्ने एउटा यो शब्द छ नि, यो एकदमै गह्रौँ शब्द हो। अनि यो विश्वासमा कहिलेकाहीँ हामीहरू चाहिँ कस्तो खालके हुन्छौँ भनेदेखिलाई एउटा अचम्मको कुरा, मेरो जीवनको घटना म तपाईँहरूलाई बताउँदैछु। परमेश्वरले एउटा घर आशिषको रूपमा दिनुभयो अनि त्यो घरको अर्पण सेवा थियो। अनि मैले प्रभुलाई प्रार्थना गरेँ, प्रभु भोलि चाहिँ पानी नपरोस् है भनिकन मैले धेरै प्रार्थना गरेँ प्रभुसँग। अनि बिहानै उठेर चाहिँ फेरि मैले तिर्पल लगाएँ। हेर्नुहोस् न मेरो विश्वासको कारण कस्तो खालके नि। मैले प्रभुलाई प्रार्थना गरेँ प्रभु पानी नपरोस् भनिकन, तर बिहानै उठेर तिर्पल पनि लगाएँ। भन्ने मतलब मेरो विश्वास चाहिँ आधा कल्चो विश्वास मात्रै थियो। बाइबलमा नि हामी पाउँछौँ मत्ती 17:20 अनि लुका 17:6 हामी के पाउँछौँ भने तिम्रो विश्वास चाहिँ रायोको दाना जति पनि छ भनेदेखिलाई चाहिँ पहाडहरू हटिने छ भनेर भनेको कुरा हामी त्यहाँ पाउँछौँ। तर प्रियहरू हो, मैले बुझेको कुरा चाहिँ के छ भने रायोको दाना जस्तो विश्वास भनेको चाहिँ सानो विश्वास भनेको होइन रहेछ। मैले चाहिँ के बुझेँ भन्दाखेरि रायोको दानालाई तपाईँहरूले हेर्नुहोस्, त्यो बिजनलाई हेर्नुहोस् अनि अरू बिजनलाई ल्याउनुहोस्, बिचमा पार्टिसन भएको हुन्छ अरू बिजनहरूमा। तर रायोको दानाको बिजनमा तपाईँहरूले हेर्नुहोस् पार्टिसन हुँदैन। अनि मैले चाहिँ के आशिष पाएँ भन्दा चाहिँ हाम्रो विश्वास चाहिँ त्यो पार्टिसन भएको क्या होइन, तर हाम्रो विश्वास चाहिँ सलिड हुनुपर्छ। हुन्छ त हुन्छ प्रभुले गर्नु हुन्छ। त्यस कारण आज तपाईँ र मैले परमेश्वरमा विश्वास राखेका छौँ, तर कस्तो विश्वास राखेका छौँ। त्यस कारण आज तपाईँ र मैले याद गर्नुपर्ने कुरा चाहिँ के रहेछ त भन्दै गर्दाखेरि चाहिँ तपाईँ र मेरो विश्वास चाहिँ सलिड हुन परेको छ। तपाईँ र मेरो विश्वास चाहिँ हुन्छ भन्ने हुन परेको छ नि। कहिलेकाहीँ हाम्रो विश्वास चाहिँ कस्तो हुन्छ भन्दै गर्दाखेरि चाहिँ नि हामी सकारात्मक विचार राखेर हामी नकारात्मक प्रार्थना गरिपठाउँछौँ। मानिलिनुहोस् न, उदाहरणको लागि एउटा इक्जाम दिनु आँटेको स्टुडेन्टले, एउटा इक्जाम दिनु आँटेको विद्यार्थीले प्रार्थना गर्दैछ। उसले प्रार्थना गर्दैछ, प्रभु भोलि चाहिँ मैले पढेको सबै आओस् है, आएन भने है सकारात्मक विश्वास गरेर नकारात्मक प्रार्थना गरिरहेको हुन्छ। आज तपाईँ र मेरो प्रार्थना पनि कहिलेकाहीँ यस्तै त छैन। मैले त तपाईँलाई मेरो भनिहालेँ। आज तपाईँलाई म उत्साह दिन चाहन्छु कि परमेश्वरमा जुन विश्वास हामी राखेका छौँ त्यो चाहिँ रायोको दाना जस्तो सानो होइन है, सलिड विश्वास राख्नुपर्ने रहेछ। हुन्छ त हुन्छ। जब यो विश्वास राख्छौँ भने परमेश्वरले तपाईँ अनि मेरो विश्वासको कदर गरिदिनुहुन्छ अनि तपाईँ अनि मलाई आशिष दिनुहुन्छ। कुनै कुरा तपाईँले परमेश्वरसँग गुप्त रूपमा मागिराख्नु भएको छ, यो विश्वास राखेर प्रार्थना गर्न थाल्नुहोस्। तपाईँले अवश्य नै विजय पाउनुहुनेछ, सफलता पाउनुहुनेछ। हवस् त, परमेश्वरले तपाईँलाई धेरै आशिष दिउन्। जय मसीह।